तो सब गृहमन्त्री थोरै बोलिदिनु पर्यो होइन सरकारको तर्फबाट एकजना बोल्नु होइन सरकारको तर्फबाट जनता अलमलमा छ गृहमन्त्रीजी अझै सरकारको तर्फबाट थोरै सबैजनालाई जति पनि हाम्रा नेपालवासी हुनुहुन्छ हामीहरू सम्पूर्णजनालाई जानकारी के गराउन चाहन्छु भने धेरै पुरानो राजनीतिक दलहरूले यो जसरी हिन्दू नरसंहार भयो त्यसमा रोटी सेक्नको लागि राजनीति गर्नको लागि यो देशमा फेरि अस्तव्यस्त बचाउनको लागि धेरै षड्यन्त्र गरिरहेछ किनभने हामी वैदिक सनातनी हिन्दू धर्मावलम्बी हामी वासुदेव कुटुम्बकममा विश्वास गर्छौं अतिथि देवो भवमा विश्वास गर्छौं हामी सबैलाई सम्मान सबैलाई सत्कारमा विश्वास गर्छौं हिन्दू राष्ट्र नेपाल भएपछि यो होइन कि हामी मुस्लिमलाई गलत गर्ने क्रिस्चियनलाई गलत गर्ने हामी सबैलाई सम्मान सबैलाई लिएर जाने त्यो हो हिन्दू राष्ट्र नेपाल हैन आजको छलमा के भयो त्यो भन्दिनु हिजो मात्रै माग उद्देश्य सहमति प्लस हामीहरुले जुनमा हल्का चेन्ज गर्नुपर्ने त्यो सबैमा सहमति भयो अनि हजुरलाई यही कुरा भन्न चाहन्छु सबैलाई कि हामीहरुले सबैलाई सम्मानको रूपमा चाहे दोषी जो पनि होस् हिजो यहाँले मागपत्र बुझाउँदाखेरि त्यसमा सहमति हाम्रो भएको छैन भने आधिकारिक फेसबुकमा लेख्नु भएको छ यहाँको पदाधिकारीले बाइट दिएको छ आज के भयो आज अहिले तपाईहरु पदाधिकारी स्वयं आएर बस्नु भएको छ गृहमन्त्रीजीसँग के भएको त्यो विषय भन्नु त्यसमा कुनै कुरा सच्याउनु पर्ने थियो त्यो हामीहरुले अनि गृहमन्त्रीज्यूले सच्याएको छौ त्यसपछि हामीले पनि त्यसमा 6 बुँदे अझै राखेका छौ अनि उहाँले हामीहरुलाई भन्नु भएको छ आश्वासन दिनु भएको छ अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरुलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो आश्वासन मौखिक भएको छ कि लिखित भएको छ त्यो भन्नुस् उहाँले हामीहरुलाई लिखित प्लस मौखिक पनि भन्नु भएको छ उहाँले भन्नु भएको छ आश्वासन दिनु भएको छ उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरुले पनि विश्वास गर्नुपर्छ हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस् हाम्रो देश शान्त होस् यो देशलाई कसरी बचाउनु पर्छ हामी त्यतातिर लग्नुपर्छ यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालालले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई जोसुकै होस् हिन्दू होस् मुस्लिम होस् जसैको पर्व होस् त्यही भएर विश्वस्त हुनुहोस् अनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु यति नै हो सबैजना शान्त बस्नुहोस् जय सियाराम हिन्दू राष्ट्रको मुद्दालाई लिएर आज फेरि पुनः बैठक थियो हैन छिटोभन्दा छिटो हिन्दू राष्ट्रको मुद्दालाई कसरी एड्रेस गर्न सकिन्छ हैन नेपालमा चाहिँ यो हिन्दू राष्ट्रको मुद्दा उठिरहेछ त्यो मुद्दालाई लिएर हामी पुरै गृहमन्त्रीज्यूसँग फेरि बस्यौं र उहाँ पनि पोजिटिभ हुन्छ र उहाँ काठमाडौँ जाने बित्तिकै हैन यो कुरालाई लिएर प्रधानमन्त्रीज्यूसँग कुरा गर्नुहुन्छ र छिटो हामीलाई तपाई भित्र बस हामी क्लियर भयो त्यो शब्दहरुमा पनि हिजो हामी कन्फ्युजन हाम्रो साथीहरु कन्फ्युजनमा हुनुहुन्थ्यो त्यही भएर हामी बस्यौं र यसो छ हैन राजेशजी यस्तो छ तपाई के कुन शब्द छ त्यो भनिदिनुस् न हामीलाई धर्मको आधारमा मुस्लिम आयोग धर्मको आधारमा कुनै आयोग हुनु भएन ल अब